कस्मतं सत्वं जिज्ञाससे कस्मात् दीनाम् अकीर्तकिल्बिषम् दीनाम् अकीर्तकिल्बिषम् अहनिष्यत् कथं योषम् अहनिष्यत् कथं योषम् धर्मज्ञ इति यो मतः धर्मस्य इति यो मतः सत्वं जिज्ञाससे कस्मात् सत्वं जिज्ञाससे कस्मात् दीनाम् अकीर्तकिल्बिषम् अहनिष्यत् कथं योषम् धर्मज्ञ इति यो मतः धर्मज्ञ इति यो मतः। इसको शब्द का अर्थ, अनुवाद और तात्पर्य। His Divine Grace श्री भक्तिवेदांत स्वामी श्रील प्रभुपाद जी द्वारा श्रील प्रभुपाद की मसँगै दोहोऱ्याउनु होला। स उनै व्यक्ति तोमलाई जिज्ञाससे मार्न चाहनुहुन्छ, कस्मात् किन, दीनाम दिन, अकीर्त्य केही नगरी, किल्बिषाम कुनै पापमय क्रियाकलापहरू, अहनिष्यत मार्नुहोला, कथम कसरी, योषाम स्त्री, धर्मज्ञ धार्मिक सिद्धान्तहरूका ज्ञाता, इति इस प्रकार, यह जो मतः मानिन्छ। इसको अनुवाद रहेको छ, हामी ध्यान दिएर सुन्नु होला। गाई रूपी पृथ्वीले राजासँग अनुरोध गरिरहिन्, म अति दिन्छु र मैले कुनै पापमय क्रियाकलापहरू पनि गरेकी छैन। तपाईँ किन मलाई मार्न चाहनुहुन्छ? मलाई थाहा छैन। तपाईँ सबै धार्मिक सिद्धान्तका ज्ञाता मानिनुहुन्छ, तैपनि तपाईँ मसँग किन ईर्ष्या वा द्वेष गर्नुहुन्छ र एउटी स्त्रीलाई मार्न किन उत्सुक हुनुहुन्छ? तात्पर्य, पृथ्वीले राजालाई दुई प्रकारले अनुरोध गरिन्। धर्मज्ञ राजाले जसले कुनै पापमय क्रियाकलाप गरेको छैन त्यसलाई मार्न सक्दैन। तो बाहेक स्त्रीले कुनै पापमय क्रियाकलाप गरे पनि उसलाई पनि मार्नु हुँदैन। पृथ्वी अबोध र एउटी स्त्री भएकोले राजाले उनलाई मार्नु हुँदैन। ओम अज्ञानतिमिरन्धस्य ज्ञानाञ्जनशलाकया चक्षुरुन्मीलितं येन तस्मै श्रीगुरुवे नमः। श्रीचैतन्यमनोभीष्टं स्थापितं येन भूतले स्वयं रूप कदा मह्यं ददाति स्वपदान्तिकं। वन्देऽहं श्रीगुरु श्रीयुतपदकमलं श्रीगुरून् वैष्णवांश्च च। श्रीरूपं साग्रजातं सहगणा रघुनाथं वितं तं सजीवं साद्वैतं सावधूतं परिजनसहितं कृष्ण चैतन्यदेवं श्रीराधा कृष्ण पदन सहगण ललिता श्री विशाखान्वितांश। हे कृष्ण करुणा सिंधु दीनबंधु जगत्पते गोपेश गोपिका कांत राधा कांत नमस्तुते। तप्त कांचन गौरांगी राधे वृंदावनेश्वरी वृषभानुसुते देवी प्रणमामि हरिप्रिया। वाञ्छा कल्पतरुभ्यश्च कृपा सिन्धुभ्येव च पतितानं पावनेभ्यो वैष्णवेभ्यो नमो नमः। नमो विष्णुपादाय कृष्णपृष्ठाय भूतले श्रीमते भक्तिवेदान्त स्वामिनिति नामिने। नमस्ते सरस्वती देवे गौरवाणी प्रचारिणे निर्विशेष शून्यवादी पाश्चात्य देशतारिणे। जय श्री कृष्ण चैतन्य प्रभु नित्यानंद श्री अद्वैत गदाधर श्रीवासादि गौर भक्तवृंद। हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे।
अहम वन्दे श्री गुरु दीनतारिण परमानन्द माधव ईश्वरं हरि ओम तत्सत् हरि ओम तत्सत्। आज हामीले स्कन्द 4 अध्याय 17 र श्लोक नम्बर 19 मा के भन्दै हुनुहुन्छ त? गाईरूपी पृथ्वीले राजासँग अनुरोध गरिरहनु भएको छ र म अति दीन छु र मैले कुनै पापमय क्रियाकलापहरू पनि गरेकी छैन। तपाईँ किन मलाई मार्न चाहनुहुन्छ? मलाई थाहा छैन तपाईँ सबै धार्मिक सिद्धान्तका ज्ञाता मानिनुहुन्छ, तैपनि तपाईँ मसँग किन ईर्ष्या वा द्वेष गर्नुहुन्छ र एउटी स्त्रीलाई मार्न किन उत्सुक हुनुहुन्छ भनेर जुन गाईरूपी पृथ्वीले चाहिँ राजा पृथुसँग चाहिँ एकदमै अनुरोध गरिरहनु भएको छ। किन अनुरोध गर्नुभएको होला भनेर चाहिँ योभन्दा अगाडिका श्लोकहरूमा हजुरहरूले श्रवण गरिसक्नुभयो हैन। के कारणले गर्दाखेरि यसरी गाईरूपी पृथ्वीले चाहिँ राजा पृथु महाराजलाई के गर्नुभएछ? अनुरोध गरिरहनु भएको छ। योभन्दा पहिलाको हजुरहरूलाई केही स्मरण छ भने भन्न सक्नुहुन्छ? केही स्मरण छ हजुरहरूलाई? किन भन्दा योभन्दा अगाडि श्लोकहरूमा हामीलाई क्लासहरूमा धेरै हामीले सुनिसक्यौँ र प्रभुजीहरूले यसको बारेमा धेरै वर्णन पनि गरिसक्नुभयो। जसरी के भइराखेको थियो, पृथु महाराज एकदमै आफ्ना प्रजाहरूप्रति एकदमै स्नेह गर्नुहुन्थ्यो, आफ्ना प्रजाहरूलाई एकदमै माया गर्नुहुन्थ्यो। लालन पालन उनीहरूलाई खुवाउनेदेखि ल्याएर आफ्ना प्रजाहरूलाई कसरी राख्ने, उनीहरूलाई के सेवा दिएर उनीहरूलाई उनीहरूको खुसीमा हैन खुसी दिलाउने भनेर चाहिँ पृथु महाराजले आफ्नो प्रजाहरूको बारेमा धेरै कुराहरू सोचिरहन्थ्यो। एकपटक के भयो भन्दाखेरि पृथ्वीमा सबैजना प्रजाहरू चाहिँ खाना अन्न नपाएर सबैजना दुब्लो पातलो हुन थाल्नुभयो अरे के। अनि त्यसपछि जब आफ्ना प्रजाहरू खाना नपाएर दुब्लो भएको देखेर पृथु महाराजलाई के हुन्छ? एकदमै दया लागेर आउँछ। खाना पाइरहेका छैनन् मेरा प्रजाहरूले, त्यो पनि किन भयो त? पृथ्वीमा हो नि त अन्न बिउहरू उब्जिने, त अन्न फल्ने भनेको कहाँ हो? पृथ्वीमा हो। तर पृथ्वीमा के भयो त? अन्नहरू कम उत्पादन भएको कारणले गर्दा प्रजाहरूलाई पर्याप्त मात्रामा अन्न बालीहरूको अभाव भयो, खानाहरू उहाँहरूलाई कम हुँदै गयो। त्यसपछि प्रजाहरू सबै दुब्लो हुन लाउनु भयो, बिरामी पर्न लाउनु भयो हैन। अनि त्यसपछि जब शासन गर्ने व्यक्ति एउटा राजालाई चाहिँ आफ्नो प्रजाहरूप्रति त्यो स्नेह हुनु एकदमै जरुरी छ। तर आजभोलि हामीले देख्न सक्छौँ हाम्रा प्रजाहरूलाई यस्तो किसिमको सेवा सुविधा हामीले पाइरहेका छौँ त कसैलाई पनि कुनै पनि राम्रो ठाउँमा भएका व्यक्तिहरू जो पनि नेताहरू हुनुहुन्छ उहाँहरूलाई सबै कोही प्रजाहरू भोकै छ होला भनेर उहाँहरूले सोच्नुहुन्छ। अहिले कसैलाई पनि मतलब छैन। जो के छ त अहिले हामीले स्वार्थी व्यक्तिहरू मात्र देखिरहेका हुन्छौँ के। जसले गर्न सक्छ हैन, जसको पावर छ उसले मात्र पेटभरि खाना पाइरहेको हुन्छ, उसको मात्र परिवार एकदमै सुख सम्पन्न भएर बाँचिरहेको देख्न पाउँछौँ। तर जो गरिब छ, जसले खाना पाएको छैन, एक छाक पनि खाना पाएको छैन, ऊप्रति कुनै पनि नेताहरूको कुनै पनि उच्च पदमा भएका व्यक्तिहरूको नजर जाँदैन के। कहिलेकाहीँ देखावटीको रूपमा हामीले देख्न पाउँछौँ, सोसल मिडियामा आउँछ, एक पोका खाना लगाएर दिन्छन्, त्यो पनि फोटो खिचेर के गर्छन् अहिले त सोसल मिडियामा पोस्टाइरहेका हुन्छन्। हामीले यति सेवा गऱ्यौँ, यतिजनाहरूलाई हामीले अन्न दान गऱ्यौँ भनेर पुस्टाएको मात्र देख्न पाउँछौँ। तर राजा पृथु चाहिँ सबैजनालाई, जति पनि जीवहरू हुनुहुन्छ उहाँहरूलाई समान रूपले व्यवहार गर्नुहुन्थ्यो। अनि उहाँलाई एकदमै के भयो त, उहाँहरू खान नपाएर त्यस्तो देखेपछि उहाँलाई धरती माताप्रति एकदमै रिस उठ्यो। किन? धरती माताको कर्तव्य हो प्रशस्त अन्न उब्जाउ गर्ने र आफ्ना प्रजाहरूलाई जीवहरूलाई पालन पोषण गर्ने। तर उहाँले त्यति पर्याप्त मात्रामा पुर्याउन नसकेको हुँदा पृथु महाराजलाई रिस उठिहाल्यो र उहाँले के गर्नुभयो त, पृथ्वी मातालाई नै हातमा तरवार लिएर लखेट्न लाउनु भयो, मेरा प्रजाहरूलाई दुःख दिने भनेर। यत्तिकै होइन नि,
अनि त्यसपछि पृथ्वी माता यस्तो डराएर भाग्न थाल्नुहुन्छ। जब पृथ्वी माता भाग्नको लागि त फेरि कसैको रूप लिनु पर्यो, किन भन्दा पृथ्वी माता यतिकै त भाग्न सक्नुहुन्न हैन। त्यही भएर उहाँले के गर्नुहुन्छ त, त्यही भएर आज भनिएको छ गाई रूपी पृथ्वीले भनेको छ नि, उहाँले के गर्नुभयो त, गाईको रूप लिएर दौडिन लाउनु भयो। यसै नि के भन्नुभयो थियो त, अब गाईलाई त मार्नु हुँदैन, किन भन्दा त्यसैमा पनि पृथु महाराज को हुनुहुन्छ, धर्मज्ञ हुनुहुन्छ के, जसले धर्मको पालना गर्छ उहाँलाई नै धर्मज्ञ भनिने हो। त्यही भएर उहाँले चाहिँ आफूले धर्मको पालन गर्ने व्यक्ति भएपछि त गाईलाई मार्नु हुँदैन भनेर उहाँले बुद्धि लगाएर गाईको रूप लिएर के गर्नुहुन्छ भन्दाखेरि भाग्नुहुन्छ 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 भाग्नुहुन्छ। पृथु महाराज पनि पछाडि 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 दौडिरहनु भएको छ है। अनि त्यसपछि केही सिप्न लागेपछि लास्टमा यी श्लोकहरूमा आएर भन्दै हुनुहुन्छ कि हे म त अति दिन्छु, मैले कुनै पापमय क्रियाकलाप पनि गरेकी छैन भनेर फेरि राजा पृथुको अगाडि उहाँले विनम्र अनुरोध गर्दै हुनुहुन्छ कि तपाईँ किन मलाई यसरी मार्दै हुनुहुन्छ, मैले कुनै पनि पापमय कार्य गरेकी छैन र तै पनि स्त्रीहरूलाई त के गर्नु न, यदि पापमय कार्य गर्छन् भने पनि क्षमा गरिदिनु पर्छ भनेर चाहिँ यहाँ बताउँदै हुनुहुन्छ। जसरी हाम्रा वैदिक शास्त्रहरूमा चाहिँ 7वटा माताहरूको बारेमा वर्णन गरिएको हुन्छ हैन। हामीले ती 7वटा माताहरूलाई नै के गर्नुपर्छ, सम्मान गर्नुपर्छ भनेर भनिएको छ। जसमध्ये एकमा पर्नुहुन्छ स्वयं हामीलाई जन्म दिने माता, र अर्को हुनुहुन्छ गुरुपत्नी, अनि अर्को हुनुहुन्छ ब्राह्मण पत्नी, र अर्को हुनुहुन्छ राजाको पत्नीलाई पनि हामीले माता सम्मान मान्नुपर्छ। र त्यस्तै गरेर गाई है, गाईलाई पनि हामीले माता रूपी माता सम्मान दिनुपर्छ। र त्यस्तै गरेर पृथ्वी पनि माता भनेर अगाडि आइसक्यो। र अर्को हुनुहुन्छ नर्सलाई पनि हामीले आमा सम्मान के गर्नुपर्छ त, सम्मान दिनुपर्छ। जस्तै धाई आमा पनि भनेर भनिन्छ। हामीले देख्न सक्छौँ नि हस्पिटलमा अहिले त बच्चाहरू कहाँ जन्मिनुहुन्छ, हस्पिटलमा जन्मिनुहुन्छ। त्यो बच्चालाई जन्माउने बेलामा नर्सहरूले यति कष्ट सहनुपर्छ कि होइन, आफ्नो आमाले त सहन्छ नै, त्यसमा पनि नर्सहरूले यति धेरै त्यो बच्चाहरूलाई होइन केयर गरिरहनुहुन्छ। सुरुमै उहाँको हातमा आउनुहुन्छ, उहाँले यति धेरै केयर गर्नुहुन्छ र उहाँले सबै बिरामीहरूको पनि आफूले एउटा आमाको तरह सेवा गरिरहनुहुन्छ। त्यो भएको भएर हाम्रा 7जना आमाहरू हुनुहुन्छ उहाँहरूलाई हामी सबैले के गर्नुपर्छ, सम्मान गर्नुपर्छ। त्यस्तै गरेर राजा पृथुले पनि सबैजनालाई त्यस्तै गरेर नै सम्मान गर्नुहुन्थ्यो क्या। सबै आमाहरूलाई आफ्नो आमा सरह आदर गर्नुहुन्थ्यो। अनि आफ्नी पत्नीलाई आफ्नो आधा शरीरको रूपमा व्यवहार गर्नुहुन्थ्यो हैन। जसरी आफ्नो आधा शरीरलाई, हाम्रो आफ्नो शरीरलाई कसरी हामी टेक केयर गरिरहेका हुन्छौँ, ओहो हाम्रो शरीर कहीँ कतै केही हुन्छ कि कहीँ नराम्रो हुन्छ कि हैन, अब लुगा लगाउँदा नि कतै नराम्रो हुन्छ कि भन्ने तरिकाले हामीले आफ्नो शरीरलाई सोचिराखेका हुन्छौँ नि। त्यस्तै गरेर पृथु महाराजले आफ्नो पत्नीलाई आफ्नो आधा शरीरको रूपमा चाहिँ त्यसरी व्यवहार गर्नुहुन्थ्यो अरे। अनि उहाँ आफ्ना नागरिकहरूप्रति चाहिँ एकदमै पिता सम्मान हुनुहुन्थ्यो अरे। हेर्नु त, जसले पनि एउटा पिताले मात्र गर्न सक्छ कि आफ्नो परिवारको रक्षा क्या, कसरी आफ्नो बालबच्चालाई हुर्काउने बढाउने अनि उनीहरूलाई पढाउने र उनीहरूलाई पढाएर अझ योग्य बनाउने भनेर आफ्नो पितालाई नै मात्र त चिन्ता हुन्छ नि हैन। त्यही भएको भएर यहाँ पनि के भनियो त, राजा पृथुले चाहिँ आफ्ना प्रजाहरूप्रति आफ्ना नागरिकप्रति एउटा पिताको स्नेह दिनुहुन्थ्यो अरे के, त्यो जिम्मेवारी प्रदान गर्नुहुन्थ्यो अरे। उहाँ आफूलाई चाहिँ भगवानको सेवक ठान्नुहुन्थेन। कति विनम्र हुनुहुन्छ राजा पृथु महाराज, एकदमै विनम्र। उहाँले के सोच्नुहुन्थ्यो त, आफूलाई भगवानको सेवकको रूपमा सोच्नुहुन्थ्यो। कहिले पनि भगवानलाई मैले सेवा गरेको भन्ने खाप उहाँप्रति कुनै पनि घमण्डहरू आउने थिएन। एकदमै विनम्र रूपले म राजा हुनुहुन्थ्यो तैपनि म भगवानको सेवक हो भन्ने चाहिँ उहाँले सोच्नुहुन्थ्यो। अनि उहाँ एकदमै आज्ञाकारी सेवक पनि हुनुहुन्थ्यो। जसरी कसैले सेवा लगाउनु भयो भने उहाँले एकदमै आज्ञाकारी भएर सेवा गर्नुहुन्थ्यो। तर हामीलाई सेवा गर्नलाई कसैले यदि सेवा लगाउनु भयो भने नि मलाई सेवा लगाउने भन्ने खालको भावना आउँछ क्या हैन। मैले आफै गर्न सक्छु, किन लगाउनु पर्यो, मैले जानेको छु त किन सिकाउनु पर्यो भन्ने खालको भावना हामीमा उत्पन्न हुन्छ। तर हेर्नु, राजा
पृथु महाराज कति आज्ञाकारी हुनुहुन्थ्यो। भक्तहरूले लगाएको सेवा पनि उहाँले एकदमै आज्ञाकारी भएर गर्नुहुन्थ्यो। हामीले यस्ता यस्ता हाम्रा महान हस्तीहरू हुनुहुन्छ, उहाँहरूबाट यस्ता हामीले प्रेरणा लिनुपर्छ कि हामीले पनि उहाँहरूबाट प्रेरणा लिएर ओहो हामी पनि आज्ञाकारी भएर सेवा गर्नुपर्छ है। कसको लागि भनेर सेवा गर्नुपर्छ? भगवानको लागि भनेर सेवा गर्नुपर्छ भन्ने हामीले प्रेरणा लिनुपर्छ। किन भन्दा सुनेर मात्र हुँदैन, जबसम्म हामीले यसलाई आफ्नो जीवनमा उतार्दैनौँ नि, सुने भने त आएराम गएराम हुन्छ हैन। आउँछ सुन्छौँ तर यताबाट सुन्छौँ यताबाट उडाउँछौँ तर हाम्रो जीवनमा केही पनि लागु हुँदैन के। भागवतम सुन्नुको उद्देश्य भनेको नै के हो त? हामीले सुन्ने र हाम्रो जीवनमा उतार्नु हो क्या। हामीलाई जति पनि कुराहरू ज्ञान गुणका कुराहरू यहाँ दिनुभएको छ नि, यति महत्त्वपूर्ण ज्ञानहरू हामीलाई भागवत गीता भागवतममा बताइएको हुन्छ, तर हामीले त्यसलाई सुन्ने मात्र गर्छौँ तर आफ्नो व्यवहारमा उतार्नलाई एकदमै गाह्रो हुन्छ। तर जसले सुनेर पनि आफ्नो जीवनमा यिनी कुराहरूलाई उतार्छ नि, ऊ पक्कै पनि एकदमै पूर्ण हैन ज्ञान प्राप्त गरेको चाहिँ भक्त हुन्छ कि एकदम शुद्ध भक्तमा परिणत हुन्छ। गाह्रै हुँदैन। जबसम्म हामीले अरूले भनेको आज्ञालाई पालना गरेर अघि बढ्छौँ नि, तबसम्म चाहिँ हामीहरूलाई अगाडि बढ्नमा, भक्तिमा अगाडि बढ्नमा केही पनि गाह्रो हुँदैन के। किन भन्दा हाम्रो कमजोरी हामीलाई कहिलेकाहीँ लाग्छ, हामी किन यति धेरै भक्ति गरिरहेछौँ, बिहान उठेर 3:30 बजे जपमा पनि गरिरहेछौँ, तैपनि खै त हाम्रो शरीरमा कुनै परिवर्तन आएको जस्तो छैन, हाम्रो चेतना कुनै परिवर्तन भएको जस्तो लाग्दैन जस्तो लाग्छ। तर कहीँ न कहीँ हामीहरूले पनि वैष्णव भक्तहरूले दिएका सेवादेखि लिएर उहाँहरूप्रति अवज्ञा त गरेका छैनौँ, कुनै पनि आज्ञाको हामी पालन त नगरेको कारणले यस्तो भएको छ कि भनेर हामीले महसुस पनि गर्नुपर्छ। हामीले यस्ता कारणले गर्दाखेरि पनि हामीहरू भक्तिमा अगाडि बढ्न चाहिँ नसकेका हुन सक्छौँ कि है। राजा पृथु महाराज कस्तो व्यक्तिको अब भनौँ न शरीरबाट चाहिँ जन्म लिनुभएको थियो, हजुरहरूलाई थाहा छ? कसको कस्तो व्यक्तिको? हजुर उहाँको नाम के थियो? भेन महाराज। भेन महाराजको जुन मृत शरीरबाट चाहिँ पृथु महाराजको जन्म भएको थियो हैन। जब ऋषिहरूले चाहिँ उहाँलाई मन्थन गरेर जब अब नाश हुँदै गयो नि, धर्मको पतन हुँदै गयो, किन भन्दा भेन महाराज त म नै भगवान हो भन्थ्यो हैन। भएको धर्मलाई सबै प्रजाहरूलाई पनि दुःख दिने, कुट्ने, पिट्ने हैन एकदमै गर्न थालेपछि धर्मको रक्षा गर्नको लागि त कोही न कोही त आउनु पर्यो नि पृथ्वीमा। त्यही भएको भएर पृथ्वी महाराजलाई भगवानको शक्ति अवतार पनि भनिन्छ, सत्यावेश अवतार के। किन भन्दा उहाँ चाहिँ भगवानको अन्तरङ्ग शक्तिबाट चाहिँ आउनुभएको भनेर पनि हाम्रो शास्त्रमा वर्णन गरिएको छ। र उहाँ चाहिँ भगवानको सत्यावेश अवतार भएको भएर धर्मको रक्षा गर्नको लागि के गर्नुभयो? भगवानले एउटा पृथु महाराजको रूपमा चाहिँ प्रकट हुनुभयो के। भागवत गीताको 4:7-8 जो 7 र 8 में भन्नुभएको छ, यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत अभ्युत्थानम धर्मस्य तदात्मनम सृजम्यहम भनेर चाहिँ भन्नुभएको छ नि हैन। जब जब धर्मको पतन हुन्छ र अधर्मको विकास हुन्छ त्यति बेला चाहिँ म के हुन्छु त? धर्मको रक्षाको लागि चाहिँ म यो पृथ्वीमा प्रकट हुन्छु भनेर भन्नुभएको छ नि। त्यही भएर भगवान चाहिँ जुनसुकै परिस्थितिमा पनि जुनसुकै बेला पनि यदि धर्मको विनाश हुन लागेको छ भने भेन राजा जस्ता व्यक्तिहरू पृथ्वीमा आएका छन् भने उनीहरूलाई संहार गर्नको लागि पनि के गर्नुहुन्छ? भगवान विभिन्न रूपमा चाहिँ अवतार लिएर यहाँ आउनुहुन्छ। आजको यो भागवतमको यो सत्रमा चाहिँ पृथु महाराज एउटा सत्यावेश अवतारको रूपमा चाहिँ आउनु भएको छ। र कसको शरीरबाट? भेन महाराजको जुन अझ मृत शरीरबाट मन्थन गरेर निस्किनु भएको छ। र उहाँ सँगसँगै 2 जना आउनु भएको थियो भनेर पनि अगाडिको श्लोकहरूमा वर्णन गरिएको छ। 2 जना को आउनु भएको थियो, 1 जना पुरुष र 1 जना स्त्री भनेर भनिएको छ। पुरुषमा त राजा पृथु पर्नुभयो, स्त्रीमा को हुनुहुन्थ्यो याद छ हजुरहरूलाई? अर्ची है, अर्ची आउनु भएको थियो। स्वयं उहाँ फेरि श्री लक्ष्मीजीको सत्यावेश अवतारको रूपमा चाहिँ अर्ची आउनु भएको थियो।
अनि उहाँजनाको दुईजनाको विवाह हुन्छ भनेर पनि पहिले वर्णन गरिएको छ र पछि उहाँ पति पत्नीको रूपमा हुनुहुन्छ हैन। र यसरी भगवानले भागवत गीतामा पनि वर्णन गर्नुभयो जुनसुकै बेला पनि म यहाँ अवतरण लिन सक्छु र त्यही भएको भएर पृथु महाराजको रूपमा चाहिँ आजको यो श्लोकमा आउनु भएको छ र धर्मको रक्षा गर्नुभएको छ। जसरी आफ्ना प्रजाहरूलाई खुसी दिने हो, उनीहरूको स्याहार गर्ने हो, उनीहरूलाई के पुग्या छ के अपुग छ को कुराहरूको ख्याल गर्ने हो, त्यो सबै कुरा चाहिँ कसले गर्नुभएछ त राजा पृथुले गरिरहनु भएको छ र आफ्नो रिसलाई पनि कन्ट्रोल गर्न सकिरहनु भएको छैन। त्यही भएर यहाँ भन्दै हुनुहुन्छ कि गाईरूपी पृथ्वीले तपाईँ धर्मज्ञ हुनुहुन्छ, तैपनि किन यस्तो तपाईँ धार्मिक सिद्धान्तका ज्ञाता मानिनुहुन्छ, तैपनि किन मसँग ईर्ष्या र द्वेष गर्नुहुन्छ, एउटी स्त्रीलाई मार्न किन तपाईँ उत्सुक हुनुहुन्छ भनेर भन्दै हुनुहुन्छ। र किन उत्सुक हुनुभएको होला भनेर पनि हाम्रा पछाडिका श्लोकहरूमा यो बताउनु भएको छ। यो हामीले सुन्दै जान पाउँछौँ। किन भन्दा कुनै पनि कारण बिना कारण त किन भन्दा भगवानको अवतार हुनुहुन्छ, यत्तिकै त उहाँलाई लखेट्नु भएन, उहाँलाई मार्न चाहनु भएन हैन। चाहनुभयो त भएन नि, मार्न चाहनु भएन, केही न कारण त होला। त्यो कारण चाहिँ पछाडिका श्लोकहरूमा बताउनु हुनेछ है। र आजको यो श्लोकमा चाहिँ दुईटा कुराको अनुरोध गरेको भनेर बताइएको छ। जुन गाईरूपी पृथ्वीले जसले कुनै पापमय क्रियाकलाप गरेको छैन त्यसलाई मार्न सक्दैनन् भनेर उहाँलाई चाहिँ लागेको छ कि मैले पापमय कार्य गरेको छैन भनेर, तर उहाँले केही न केही त गर्नुभएको छ। र त्यो बाहेक स्त्रीले कुनै पापमय क्रियाकलाप गरे पनि उसलाई मार्नु हुँदैन भनेर भनिएको छ। कस्तो छुट है! शास्त्रमा पनि स्त्रीहरूलाई यसरी सम्मान गरिएको छ के। व्यक्तिहरूले भन्ने गर्छन् कि शास्त्रले स्त्रीहरूलाई डोमिनेट गर्छ भनेर। कसरी डोमिनेट गर्यो? यसरी ठाउँ दिइरहेको छ स्त्रीलाई। यदि स्त्रीले पापमय कार्य गर्छ भने पनि उसलाई दण्ड सजाय दिनु हुँदैन अरे, हेर्नु त, क्षमा दिनुपर्छ भनेर यसरी बताएर यसरी सिकाइएको छ। हामीले त्यो हाम्रो यो नेपालको कानुनमा पनि लागू हुन्छ। यदि महिलाले कुनै पनि जघन्य अपराध गर्छ भने पनि उसलाई के गर्छ त, केही समयपछि उसलाई त्यो अपराधको क्षमा दिन्छ कि अझ कम हुन्छ, उनीहरूलाई कम सजाय हुन्छ। तर पुरुषले त्यही कार्य गर्छ भने पुरुषलाई अझ बढी धेरै सजाय दिने हामीले देखेका छौँ नि त। र यहाँ पनि कहिलेकाहीँ रिस उठ्यो भने छोरा मान्छे गएर केटी मान्छेलाई हात हाल्न पाउँछ? पाउँदैन। उसलाई तुरुन्त कानुन लाग्छ, जेलमा गइहाल्नुपर्छ। यदि त्यही स्त्रीले पुरुषलाई त्यही रिस उठेको बेलामा ठाउँको ठाउँमा एक झापड हानेर ढलायो भने पनि उसलाई कुनै किसिमको कानुन लाग्दैन है। यहाँ पनि लागू भएको छ, अहिले धेरै लागू भएको छ। किन भन्दा महिला अगाडि बढ्नुपर्छ, महिलाको हक र अधिकारको लागि लड्नुपर्छ भनेर चाहिँ धेरै आएको छ। तर हामीलाई हक र अधिकार चाहिँ खोजिरहनु पर्दैन जस्तो लाग्छ। किन भन्दा हाम्रो हक र अधिकार हामी आफू नै सक्षम भयौँ र हामी आफ्नो ठाउँ कुन हो भनेर जान्न सक्यौँ भने हामीले आफ्नो हक र अधिकार चाहिँ आफै पाउँछौँ जस्तो लाग्छ मलाई चाहिँ हैन। त्यही भएर हामीहरू पनि आफ्नो कर्तव्य के हो र हामीले गर्नुपर्ने कार्यहरू के हुन् यिनीहरूलाई राम्रोसँग निभाउन सक्यौँ भने हाम्रो के भन्छ कर्तव्य खोजिरहनु पर्दैन हैन। हामीलाई सम्मान खोजिरहनु पर्दैन, हामीले आफै पाउँछौँ कि सम्मान हामीले खोज्ने होइन। सम्मान हामीले यदि राम्रो काम गर्छौँ भने सम्मान चाहिँ हामीहरूलाई नै खोज्दै आउँछ क्या। ओहो, यसरी यत्रो महिला भएर पनि स्त्री भएर पनि यति राम्रो काम गरिरहेछ देश र जनताको लागि, घर परिवारको लागि, समाजको लागि भनेर चाहिँ सम्मान हामी आफूलाई खोज्दै आउँछ। त्यही भएर भन्नुहुन्छ नि अमानिन मानदेन कीर्तनीय सदाहरि भनेर चाहिँ हामीले चाहिँ मान खोज्ने होइन के त, मान हामीलाई खोज्दै आउनु हो भनेर के होइन। हामी सधैँ विनम्र हुनुपर्छ। जसले मान खोज्न थाल्छ नि उनीहरूले कहिल्यै पनि मान सम्मान पाउँदैन के। त्यही भएको भएर हामी चाहिँ एकदमै अमानिन मानदेन हुनुपर्छ, सधैँ कीर्तनीय सदाहरि क्या। सधैँ हामी भगवानको नाम जप गऱ्यौँ भने भगवानप्रति एकदमै दृढ भएर अगाडि बढ्यौँ र भगवत भक्तिमा अगाडि बढ्यौँ भने साथ मान सम्मानहरू भनेका हामी आफैलाई खोज्दै आउँछ। र आजको श्लोकमा पनि एकदमै छोटो तात्पर्यसँग आजको श्लोक रहेको थियो र
त्यही हो, स्त्रीलाई चाहिँ गल्ती गरेर पनि उहाँ चाहिँ क्षमा दिन्छ भनेर चाहिँ पृथ्वी गाईरूपी पृथ्वी माताले चाहिँ यसरी अनुरोध गरिरहनु भएको छ पृथ्वी महाराजलाई। र पक्कै पनि राजा पृथ्वीले उहाँलाई के गर्नुहुनेछ, क्षमा दिनुहुनेछ। हामीहरू अगाडि पढ्दै गयौँ भने। र आजको समय पनि सकिन लागिसकेको छ। आजलाई चाहिँ हामीहरू यति नै गर्छौँ। र आजको श्लोक सम्बन्धी केही जिज्ञासाहरू छन् भने, केही प्रश्नहरू छन् भने चाहिँ राख्न सक्नुहुन्छ। यदि म प्रयास गर्नेछु, नभए पनि प्रभुजी यहाँ हुनुहुन्छ, प्रभुजीहरूले हजुरहरूको प्रश्नको जिज्ञासाको चाहिँ उत्तर दिनुहुनेछ। हरे कृष्ण हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे। केही छ?